आज शनिबारको दिन मसँग टाइम भएर मैले यस्तो मिठो पराठा बनाएँ भनेर मक्ख परि नै रहेको थिएँ कि मैले अर्को रोटी त यसरी कालो डढाएछु। हाई एभ्रिवान, वेलकम टु माई मिनी भ्लग डे इन माई लाइफ। आज स्याटरडे भएर म अलिकति ढिलो नै उठेको थिएँ। त्यसपछि मैले आफ्नो साधना सके, पूजा गरेँ, पढेँ एन्ड हियर लगभग 9:30 बजिसकेको छ। त्यसपछि मैले खाना बनाएँ। आज मलाई के जागर चलेको, मलाई चाहिँ यो सोयाबिन आलुको अचार बनाउनु मन लाग्यो अनि यहाँ मैले चाहिँ जिरा अनि तेल हालेर छोप बनाएको छु। अनि यो चाहिँ मेरो रुममा चाहिँ लसुन प्याज कहिले पनि हुँदैन, त्यही भएर मेरो खाना चाहिँ यस्तै सादा नै हुन्छ तर मिठो नै भएको थियो। त्यसपछि खाना खाएर मैले दिउँसोतिर लुगा पनि भिजाएको थिएँ अनि यो लुगा सुकाएँ मैले माथि गएर। त्यसपछि मेरो प्लानको पनि अपडेट लिएको, यो अझै धन्न बाँचिरहेछ अहिलेसम्म। अनि त्यसपछि मैले लुगा सुकाएर तल आएँ। यति धेरै भाँडाकुँडा मोल्नुपर्ने थियो, सबै सरसफाइहरू गरेँ आजको दिन। अनि 4 बजीतिर मलाई पराठा खानु मन लाग्यो, त्यही भएर मैले चाहिँ यहाँ आलु उमालेर अचार बनाएँ एन्ड मसँग त त्यो छैन नि त बेल्ने केही पनि, अब के गर्नु, हातैले बनाउनु पर्यो भनेर मैले चाहिँ यो के अरे आटा मुसेर हातले नै बनाइरहेको थिएँ। बनाउँदा बनाउँदै के भयो कुन सेप आयो थाहै छैन। अनि सेकेन्डवाला चाहिँ धन्न गोलो बनेर चाहिँ भयो। अनि मैले चाहिँ अब जे जस्तो सेप भएको छ त्यही भएर त्यसलाई नै मैले मजाले पकाएँ, तर पाक्नु चाहिँ मजाले फर्स्टवाला चाहिँ जे जस्तो होस् एक्सपेरिमेन्टल होस्, सेकेन्डवाला चाहिँ राम्रै भयो। एन्ड मैले चाहिँ यो फर्स्टवाला टेस्ट गर्नु पर्यो भनेर टेस्ट गरेको, मिठो नै रहेछ। धन्न आफूले पकाएको त जे पनि मिठै मान्न नै पर्यो नि त। अनि तर टेस्ट चाहिँ मिठो थियो। मैले अनि यो पकाउँदै खाँदै गरेँ अनि दुईवटा चाहिँ यति मिठो राम्रो भयो भनेर मक्ख नै परिरहेको थिएँ कि दुईवटा राम्रो पाएको भनेर। अर्को लास्टवाला त मैले डढाएर कहिले बनाएको छु। त्यसपछि यो खाएर मलाई साँझमा जागर चलो कपाल धुने, त्यसपछि कपाल धोएँ अनि एटिएमबाट पैसा पनि निकाल्नु छ, सब्जी पनि किन्नु छ भनेर म चाहिँ गएँ एटिएममा पैसा झिक्नुलाई। तर एटिएममा के खराबी थियो थाहा छैन, पैसा निक्लिएन। अब के गर्नु त भनेर म यत्तिकै गएँ अब यता त्यो अङ्कलकोमा सब्जी लिनलाई यो गुद्रीमा। अनि यो अङ्कलकोमा चाहिँ मैले पैसा पनि अनलाइन तिरेँ अनि उहाँसँग नि पैसा मागेँ कि क्यास 100-200 रुपियाँ, अनि उहाँले दिनुभयो। अनि म चाहिँ यतातिर साग पनि लिनुपर्ने थियो, मैले साग लिन आएँ। अनि खुद्रा रहन्छ यो हजुरआमासँग, अनि खुद्रा मागेको साग किन्न त किनेँ तर खुद्रा नभएर अर्को धनियाँ पनि एक्स्ट्रा लिनु पर्यो मैले। त्यसपछि मैले सब्जी किनेर सकेँ एन्ड फर्किएँ मेरो रुम। यहाँ आएर मेरो टिथ केयर अभियसली इट्स म्यान्डेटरी एन्ड स्किन केयर पनि गरेँ। अनि आजको मेरो शनिबार यसरी बित्यो। ओके बाई।